सो हे एभ्रिवान, वेलकम टु माई न्यू मिनी ब्लग। अनि आज पनि मैले एउटा भिडियो चाहिँ लिएर आइसकेको छु। आज चाहिँ म र सानबाबा उता भक्तपुर जान लागेका छौँ। भक्तपुरको पनि पाँचतले मन्दिर र सीतापोखरी झट्ट लाएर सानबाबाले बाइक निकाल्नुभयो। त्यसपछि हामी चाहिँ लाग्यौँ भक्तपुरको सीतापोखरीमा जान चाहिँ टक्क लाएर बाहिरबाट टिकट सिकट काट्नु पर्ने रहेछ। टक्क भित्र गइयो अनि भित्र जाने बित्तिकै हामी चाहिँ ढोकाबाट छिरेर टक्क पोखरीनेरि गइयो। अनि झट्ट खतरा थियो कि ठुलो थियो पोखरी पनि। अनि टक्क लाएर म र सानबाबा चाहिँ लाइफ ज्याकेट लाएर डुङ्गा चलाउनेतिर लागियो। होइन यस्तो मजा आउने रहेछ कि। अनि चट्ट लाएर डुङ्गा चलाइसकेपछि चाहिँ म र सानबाबा यता पाँचतले मन्दिरतिर लाग्यौँ। अनि यस्तो खतरा रहेछ कि यतातिर चाहिँ मान्छे चाहिँ टन्नै आउँदो रहेछन्। होइन टक्क लाएर हामी पनि लाग्यौँ यता। होइन अनि यस्तो खतरा रहेछ कि पाँचतले मन्दिर त। होइन मैले त सोचेको नै थिइनँ कि यत्रो ठुलो छ भनेर चाहिँ। होइन फर्स्ट टाइम गएको हो। अनि टक्क लाएर खाजासाजा खाइयो। अनि यो खाजाको नाम चाहिँ के हो कमेन्ट बक्समा लेख्नु होला है त। एन्ड बाई, प्लिज सब्सक्राइब।